परिचय जन्म स्थान कहाँ पर्यो? मेरो जन्म स्थान त्यसको म देशको लागि दर्शकबिनहरूलाई म नमस्ते भन्न चाहन्छु। मेरो ठेगाना भक्तपुर काठमाडौँ। मेरो नाम विक्रम लामा। मैले 2080 साउन 1 गतेबाट नेपाल देशको लागि मैले भ्रमण गरेँ। नेपाल देशलाई शान्ति होस्। शान्ति हुन्छ पनि, शान्ति भइसकेको छ। भइसक्या। कालापानी त्यो बेला ज्यान्जीको बेलामा कालापानी नेपाल भनेर म जाँदा 6 दिन मलाई थुनिदिएको। कालापानी कालापानी अनि नेपाल भयो। त्यो बेला इन्डिया थियो। हजुर, नेपालको देशको लागि म कति लडेछु। म भक्कै पानी पनि खाएर हिँडेछु त्यतिकै। हजुर, यो देशको लागि जे होस्, हजुर भक्ति जो हुनुहुँदैछ, शान्ति होस् भन्नको लागि यस्तो प्रार्थना सोच्ने राम्रो हो हजुरको। अनि देशमा शान्ति हुन्छ भने म यो यात्रा गरौँ भ्रमण भनेर चाहिँ यो हिँड्ने यो बहुत राम्रो गर्नुभयो हो। दाइ के भन्नुहुन्छ तपाईँ? राइट, ठिक छ। तपाईको लागि त फलोस् फुलोस् देशमा यो यस्तो झै झगडा यस्तो चाहिँ क्रियाकलाप चाहिँ नहोस्। अनि काठमाडौँको व्यक्ति यता आएर यसरी चाहिँ हजुरले वक्तव्य दिनुभएको छ। अनि भक्तपुर भन्ने काठमाडौँबाट आएर भनेपछि मैले हजुरलाई चाहिँ राम्रो होस्, तपाईँको मनोकामना सोचेको पुगोस्। अनि हजुरको नाम वासुदेव पण्डित गुरु। वासुदेव पण्डित गुरुको उहाँले मलाई आशीर्वाद दिँदै हुनुहुन्छ। हजुरको जस्तो भक्तपुर भन्नु भने हजुरको बसाइ घर काठमाडौँ। हजुर, अनि यो काठमाडौँ भन्नु मात्रै हो, त्यहाँ भुडेहरू पनि चोर नेताहरू यो देशमा यस्तो लडाई तपाईँले देख्नु भएको छ। अनि लडाईमा यस्तो काटमार यस्तो ज्यान गएको छ। लडाईमा यस्तो गोलीहरू चलेका छन्। कहिले सिमाना सम्बन्धी झगडा पर्छ, कहिले केमा झगडा पर्छ। उसले ऊ नेताको रिस मान्या छ, उसले उसको रिस मान्या छ। त्यो अमन देखेर हजुर चाहिँ यो 77 जिल्लामा यो घुमेको देख्दाखेरि हरि रहेछ भन्ने मेरो भित्री आत्माले पनि सोच्यो। हजुरको चाहिँ कति परिवार हुनुहुन्छ? मेरो 9 वर्षको छोरा, 12 वर्षको छोरी छ। आर्मी बोर्डिङमा पढ्छ। आर्मी बोर्डिङमा। यस्तो भलाइ घरमा बसेर जिन्दगी राम्रोसित बिता मानिस पनि यो देशको परिस्थिति बारेमा नराम्रो देखेर यो लडाई यस्तो नराम्रो देखेर यहाँ चाहिँ हिँड्नु भएको रहेछ। अनि 77 जिल्ला भ्रमण गर्न यो त हजुरलाई फलोस् फुलोस्, तपाईँको मनोकांक्षा सबै चाहिँ सिद्ध होस्, पुरा होस्, आफ्नो सोचेको विजय होस्। मेरो हजुरलाई शुभकामना त्यही छ।